ब्रिटिस वेलफेयरबाट आयोजना गरिने चखेवा खानेपानी निर्माण आयोजना कार्यक्रमको पाइपलाइनतिर पर्ने रुखहरू भडानी गर्नको लागि अहिले हामी टेम्के जङ्गलको मुहानतर्फ लागिरहेछौँ। धमाधम हामीहरू चाहिँ काममा भेला हुने क्रम बढिरहेछ। कमान 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 हेलो सब्सक्राइब लाइक गरिदिनु होला दाजुको एकाउन्टमा। लुक्ने मान्छेलाई चाहिँ नदेखाइ भएन। देउलीको बहिनी लोकन्दी फेरि लोकन्दा बेकारको लोकन्दी लोकन्दा आउँछ धानकुटेको लोकन्दी आउँदैछ। यो ठाउँ त क्या दामी देखिँदो रहेछ यार। मुन्दुम तेल अन्तर्गतको यो टेम्के डाँडा जाने खास बाटो हो। यस्तो दामी यार। ल हेलो यो सिन त ल बबाल देख्यो यार। खुकुरी बन्चुरो रुख ढाल्ने मेसिन सबै बोकेर हामी गइरहेछौँ। तर खास यो बाटो हिँडिरहँदा चाहिँ मलाई चाहिँ ट्रेक हिँडेको जस्तो लागिहाल्छ कि काम गर्न हिँडे जस्तो लाग्दैन। स्वर के भयो आज मेरो पुरै घरघर आइरहेछ। हेलो शर्मिला मिस। ओ शर्मिला मिस यो ठाउँहरू यार क्या दामी देखिएको। त्रिचालिस घर चाहिँ खानेपानीको पहुँचमा आउँदैछ अहिलेको यो योजनाबाट। तर यो योजनाको मूलको हिसाब गर्ने भने लगभग 100 घरले चाहिँ नियमित पानी उपलब्ध गर्दाखेरि पनि पानी पुग्न सक्ने भन्ने छ। माया मान्छे गएको होइन भोलि म स्कुल जान्छु फेरि खोज्नु भनेको होइन। हाई गरौँ न हौ। अनि त्यो मान्छे त्यो भ्लग गरी हिँड्ने मान्छे नै होइन त्यहाँको एकजना। थाहा रहेनछ।
के भयो मेरो स्वर यार आज गट त नाङ्गो खुकुरी बोक्न मनाइ छ हाँसी हाँसी मृत्यु स्वीकार्न तयार अहिलेका जेन्जीहरू जेएनजीहरू अनि आन्दोलनमा नारा लाउँदै हिँडेछ नि त भोजपुरमा रातैभरि सुत्यो है वाउ यो सिन मैले त लिफ्ट माग्दैछु स्कुटरमा लिफ्ट दिन नसकेर गुड जब गुड जब गुड जब किन भन्नुहुन्छ भने यो त्यो किसिमको सोच देख्यो कि होइन त्यो त हामीले त्यसलाई चाहिँ अब निरीक्षण गर्नु पर्यो नि त्यो भएर अहिलेदेखि मैले चाहिँ कस्तो राम्रो देख्न त नसक्दैन के अरे कमाउनु खोज्ने अब अलिकति कुरा
कस्तो राम्रो सिन रहेछ क्या यहाँ। यति खराब भयो कि तर हुँदैन भयो त दाखिल भएन नि 4 बजी ल्याउँदिन भोलि बिहानको 7 बजी भन्नुहुन्थ्यो खै 7 बजी नि ल्याउनु भएन यता पनि ढाल्नु है यिनीहरू पनि होइन उहाँ भरेन भने घेर घेर गर्नुहुन्छ नि त किन अलमली राख्ने फटफट गरौँ न अहिले यो आइके बाजी ल्याउन गर्नु न मेरो नाम बाजेत नगर्नु है म खराब मान्छे होइन नि हाजिर उठाउनु सक्छ हाजिर भरे उठाउँ न हौ तल गएर गएर उठाउँ न फोटो खिचे अनि जुवा आएको छ त भन्ने थाहा हुँदैन त अनि अहिले हाजिर गरिसकेको मान्छे म फर्केर गएँ भने जाँदिनँ म त यतै बस्छु जानु पानी नाप्नु जानु हाजिरा त भरे मध्य 200 गर्नुपर्छ क्या मध्य 200 कति हुन्छ मध्य भएपछि शेखरी भएर गयो देउनी गोलो खोज्न भएर गयो त अनि शेखरीलाई सहयोग गर्नु परेन फेरि एकताल ढोगौँ तलतिर गएर रुख हालिदियो अब ट्रेन के छ कहिले चाहिँ हरानी हुने भयो सबै चाहिँ खानेपानी आयोजनाको सफल बनाउन श्रमदानको लागि आउनुभएका सम्पूर्ण महानुभावहरू हुनुहुन्छ उहाँ सबै जम्मा 43 घर हो हामी यसरी लागिरहेको छौँ चप्यामा खानेपानी पुर्याउनको लागि चाहिँ यसरी लागिरहेको छौँ हामी गर्नु न त जुन पायो त्यो रुख काट्नु पाइएन वन क्षेत्र हो यो बाइक अलिकति राख्नु त अब यो हाम्रो जिडब्ल्युसीले चाहिँ हाम्रो टेमटेम गाउँपालिका वार्ड नम्बर 4 सारिक 4 सखेवा चोक्ला र कार्तिकेलाई जिडब्ल्युसीले खानेपानी दिइरहेको अवस्थामा आज चाहिँ हामी यो 83% ठाउँहरूमा रुखहरू चाहिँ ढाल्नका लागि आइरहेछौँ र अब हाम्रो काम चाहिँ तत्काल सुरु हुन लागेको अवस्था छ र आज हामी प्रत्येक उपभोक्ता चाहिँ भेला भएर पाइपलाइनको पनि हामीले आज सफा गर्नुपर्ने प्रत्येक बसेको सफा गर्छौँ र यो हाम्रो काम चाहिँ कार्तिकको 17 गतेबाट पुरा फाइनल तरिकाले सुरु हुन्छ। धन्यवाद। ट्याङ्की यहाँनिर बस्दैछ यो चाहिँ वन क्षेत्रको रुख निवेदन गरेर हामी यसरी
यो चाहिँ घाम हाल्दा अनिवार्य हुन्छ होइन हाल्नु पर्दैन ल यो त यसरी हामी काम सुरु गऱ्यौँ ल कति चाहिँ हाल्नुपर्ने हो